शान्ति चोक बेलबास शान्ति चोक हो यो। यसमा 5 बजेबाट 6 बजेसम्म भिडभाड हुन्छ। पुटुलबाट आउने जानेको जनसङ्ख्या बढेको हुन्छ यहाँ। र यहाँ दुर्घटना पनि बढी मात्रामा हुनेको सम्भव देखिन्छ यो शान्ति चोकतिर। र यसले गर्दा बाटो पनि चाक्लो बनाएको छ, भैरवा रस्ता चार लाइनको बाटो जस्तो। र यहाँ आज केही हिजो भने मौसम सफा छ यहाँ शान्ति चोक। र चारैतिरबाट गाडी आउँछ। हेर्नुहोस् यहाँ आफ्नो आफ्नो ठाउँमा बसेर तपाईँ लाइक गरेर हेर्नुहोस्। बुटोलको बेलबास शान्ति चोक 13 बेलबासमा गाडीहरूको बाटो भैरवा सुनौली जस्तै 4 लाइनको बाटो तपाईँको हुन्छ यो। मान्छे क्रस गर्न पनि यहाँ गाह्रो हुन्छ। यहाँ यसो बच्चा बच्चीहरूलाई त अब पाकै मान्छेलाई पनि गाह्रो हुन्छ यो लाएर क्रस गर्नको लागि। परबाट गाडी यहाँ देखिन्छ। चिनो खोलामा गाडी तपाईँले रोक्यो भने अलिक छुट देखिन्छ, त्यहाँ छोडिदियो भने फेरि गाडी आउँछ, भिडभाड हुन्छ यहाँ। फेरि आयो रत्नपार जस्तै चालु लाग्यो, रत्नपार जस्तै। रत्नपार अब यहाँ पे यो बेलबास सुन दोकान छ यहाँ। यो बेलबास यो सुन दोकान यो जीवनको सारुडाईको रहेछ यो। म्याग्दी जीवनको सारुडाई। त्यसपछि मेरो सोसाइटीको जिठान घर आउँछ। हाइवे तर्स यही गाडी कस्तो आउँछ त्यो अब उताको बाटो हो। सेतो सेतो आएर पछाडि त्यति यो बाटो पछाडि 2टा गाडी 3टा गाडी चढ्ने उता 3टा गाडी चल्ने यता बनाएको छ यो चाक्लो बनाउँदै छ यहाँ। त्यस्तो छ लाग्यो भैरवा हालमा त्यो पऱ्यो गाडी देख्नु हो। यस्तो भिडभाड गाडी क्रस गर्न यहाँ गाह्रो हुन लागिरहेको छ। यस्तो अब अगासी पुलको यहाँ हाल्ने भन्ने कुरा छ। अगासी पुल जतासुकै गाडी भिड लाग्छ। यता गाडी आएको यो एउटा बुटुलबाट आउने गाडी हो। नेपालगञ्ज वीरगञ्ज जाने चनौटा। यता चनौटा वीरगञ्ज मुर्गियाबाट आउने बाटो यो। म यहाँ काजी खत्री गाडी मत्रुबाट म देखाउँदै जान्छु। म तपाईँहरूलाई पैसा दिन्छु मलाई। म म्याग्दी बेनीबाट 3-4 दिन हो। अब यहाँ भोलि यहाँ पर्छ म बेनी तरफ फर्किँदै जान्छु। एउटा गाडी बन्न होला। अब यता गाडी आउनु लागि शान्ति चोकको लागि गाडी। अब यसलाई बाघ बजार अब रत्नपार सम्झ्यो हुने भयो क्या एउटा यहाँ और जग्गा भाउ पनि यहाँ बढेको छ। यहाँ 8-10-15 लाख हुन लागिसक्यो। यहाँ पाउने गाह्रो छ यहाँ।